प्रेरणा बाहिर हो यहाँ म तिमीलाई यहाँ एउटा कुरा भन्न आएको छिटो बाहिर हो यता तिमी माइत घरबाट किन यता आएको छिटो हो बाहिर ओहो देवा नानी आउनु भएको रहेछ प्रेरणा पनि भर्खर आएको दया नानी अस्ति आउनु भएको थियो तँलाई त भन्नै बिर्सेछु आज आउनु भएको छ लु के भन्नुहुन्छ भन्नुहोस् एकछिन चुप लाग्नुहोस् अङ्कल प्रेरणा तिमीले एउटा कुरा मेरो कान खोलेर सुन ए नानी लु छिटो छिटो भन न हामी दुईजनाले खाना पनि खाएको छैन भोक लागिसक्यो लु 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 छिटो छिटो भनिहाल ए चुप लाग्नु नि अङ्कल म भन्दैछु त प्रेरणा यदि तिम्रो सिउँदोमा म बाहेक अरू कसैको सिन्दुर पर्न खोज्छ भने म त्यसको सिन्दुरै मेटाइदिन्छु ए नानी तिमीले किन प्रेरणाको सिन्दुर मेटाउनु पल्लो घर साइलीको बुढा हिजो मरेको उसको गएर मेटाइदिँदा हुँदैन होला त्यहाँ गएर किन मेटाउनु म मेरो कुरा अर्को छ खाइ छातीमा खुन छाट्ने गरी खाइ छैन ए साले मैले तँलाई भन्दा भन्दै तैँले प्रेरणाको घरमा गएर धम्काउने आँट कसरी गरिस् प्रेरणालाई मैले भन्दा भन्दै पनि नाटक देखाउने घरि बाउको घरमा जाने घरि आफ्नो घरमा आउने खाना खानु पाएको छैन उसले घरमा त्यही भएर घरमा गएर थर्काएको उसलाई मैले है साले देवा तपाईँ मसँग मुखा लाग्नु रे दाइ जसोसँग यता लने कि यता लने त्यता हिलो छ कति चाम्रो रहेछ गोरुको मासु खाने जस्तो भैँसीको सिकुरी खान्छु अन्त चाम्रो हुँदैन टाउकोमै घाउ थियो नि मार्यो खाइस टाउकोमा तिमीलाई कोही टाउकोमा आन भने तिमीलाई टाउकोमा घाउ छ भने थाहा थिएन टाउकोमा हाने नि हो त तेरो परिचय के हो तँलाई भर्खर मैले हिजो मेडिकलमा घाउको दबाई किन्दा गरेको देखेको थिएँ घाउ रे साला जुम राजा अहिले फेरि यसको घाउ सर्छ पर्ख तिमीलाई पनि लुतो लागेको बेलामा जानेछु नि मैले